रेडी भएर म अब साथीलाई भेट्न भनेर जाँदैछु। अब साथीलाई किन भेट्न जाँदैछु भन्दाखेरि उसको चाहिँ नि नयाँ बेबी जन्म भएको छ, त्यही भएर चाहिँ नि म भेट्न भनेर हिँडेको। अनि त्यही दोकानमा मैले उसको लागि नयाँ बेबीको लागि कपडाहरू पनि किने अनि आमा छोरी भएर हिँडेँ। आधी बाटोसम्म त मैले स्कुटी लिएर आएको थिएँ अनि आधी बाटोमा चाहिँ नि म टोटोमा हिँड्दैछु। यहाँको बाटो चाहिँ नि धेरै चेन्ज भइसकेछ, चिन्न पनि मुस्किल भयो। अनि मलाई लिनलाई चाहिँ नि दुईटा मेरो साथीको छोरी अनि साथीको बहिनीको छोरी पनि आथे लिनलाई। अनि हामी चाहिँ नि लगभग पुगिसक्यौँ घरमा। घर पुगेपछि अनि म पनि सबैजनालाई भेट्न थालेँ। यहाँ चाहिँ नि आमा हुनुहुँदैछ अनि फेरि यहाँ चाहिँ मेरो साथी पनि हो अनि मेरो साथीको हस्बेन्ड पनि हो। अनि हामी चाहिँ नि लङ्गुठी यार हो। साथीलाई भेट्छु भनेको सबैजना खाना खाँदै हुनुहुँदैछ। ठिकै खाना खाने बेलामै पुगेछु म। अनि चाहिँ नि म पनि एकछिन बसेँ। अनि यता चाहिँ नि एकजना बाबु रहेछन्, यिनले चाहिँ नि धेरै प्राइज जितेर आएका रहेछन्। अब एकजनाले पाँचवटा प्राइज जित्दाखेरि म पनि छक्कै परेँ। सबै फर्स्ट र सेकेन्डको प्राइज मात्रै थियो। बाबु चाहिँ नि एयरफोर्स स्कुलमा पढ्दा रहेछन्। उसित एकछिन बात गरेर अनि म चाहिँ नि आफ्नो साथीलाई भेट्न गएँ। साथीले चाहिँ नि मलाई के ल्याइदिएछिस् भन्दै थिएँ अनि मैले चाहिँ नि यो सबै ल्याइदिएछु ला भनेको देखा भन्न थालेँ। अनि मैले चाहिँ नि बाबुलाई एक जोडा कपडा अनि फेरि ब्ल्याङ्केट लैदिएको थिएँ। हामी चाहिँ नि दुईजनै लङ्गुठी यार हो, एकदम बचपनकै साथी, एकसाथै खाने एकसाथै सुत्ने। एकदमै खुसी लाग्यो। उसले चाहिँ नि पहिलाको चाहिँ नि छोरी थियो अनि यो चाहिँ नि छोरा हो। नयाँ नयाँ बेबीलाई देख्दाखेरि एकदमै भित्रबाट खुसी लाग्यो मलाई, एकदमै क्युट खाले अनि फेरि गुपुक्क भएको। अनि मैले पनि एकछिन काखामा लिएँ अनि रुनी पनि रहन्छ बाबु, सन्तोकी रहेछ। अनि मेरो छोरीले पनि बोक्छु भनिदिइराखेको थिइन् अनि मैले चाहिँ उसलाई लो बोक भनेर एकछिन बोक्न दिएँ। मेरो छोरीले पनि तरिका जानेकी रहेछिन् बोक्नलाई, उसले बोक्दै थिइन्। त्यसपछि मैले पनि खानाहरू खाइहालेँ। खानामा चाहिँ नि धेरै आइटम थियो। खाएपछि म चाहिँ नि अब फर्किन थालेको। अब बेलुका भइसकेको थियो, त्यही भएर म पनि फर्किहालेँ। फर्किँदाखेरि चाहिँ नि मेरो साथीको बहिनीको ससुराबाट अनि म अनि उसको छोरी हामी चारजना आउँदै थियौँ। लगभग यति राति भइसकेको थियो। ब्लग पनि त्यस्तै थियो। छोरालाई चाहिँ नि लिएर गएको थिइनँ, त्यही भएर त्यसलाई चाहिँ नि केही लिएर जान्छु भनेर एकछिन दोकानमा बसेँ। अनि दोकानमा चाहिँ नि आइसक्रिम चिप्सहरू लिएर चाहिँ नि म घरमा फर्केँ। घरमा पुग्छु भन्दाखेरि मेरो छोराले चाहिँ नि पहिले ब्याग चाहिँ नि हेर्न थाल्यो, मम्मीले के ल्याइदिनु भयो भनेर। अब बच्चाहरू त त्यही त खोज्छन्, आमा कतिखेर आउनुहुन्छ अनि के ल्याइदिनुहुन्छ भनेर। यता चाहिँ नि हतार मेरो छोरा पनि ट्युसन जाने बेला भइसकेको। मैले चाहिँ नि खाना गरम गरिदिएँ अनि लामो सास फेरेर पानी चाहिँ नि घटक घटक पिएँ। पिनेको बाद चाहिँ